बन्नीपुर जाउँला सँगै बसौँ। के हो बोलेन मुकासँग? किन हो नबोल्ने? झन् यसो खुसी कुरा लिएर आइरहेको थिएँ। किन यत्रो ढिला गरिस्? के खुसीको कुरा हो र? झन् आज बाटोमा 1 लाख रुपियाँ भेटाएको थिएँ, त्यही भएर पो त ढिला भएको त। होइन के भन्छ यसले? अनि ठिकै त भन्दैछु नि मैले। बाबु अलि 1-2 घन्टा पछि आएको भए पनि म केही भन्ने छैन, तर कुरा चाहिँ के हो पुरा क्लियर गर्न। कुरा त क्लियर नै त छ नि। 1 लाख रुपियाँ भेटाएँ मैले। बाबु 50-50 ल, आधा आधा है बाबु साराले ल। अनि भन्नै पर्दैन त्यो नि। तपाईँको नाममा त मैले 50,000 अलगै सारेर राखिदिएको छु नि। बाबु के खाने तिमीले भन त? चिया पानी दुध हालेको चिया खाने कि कालो चिया खाने? बुढी दुध हालेको चियाले त बाबुलाई। बाबु त्यो मेरो हिस्सा मध्येको 50,000 रुपियाँ दाम खुर्के पाइहालौँ त? हुन त हो काका, मैले त्यो 1 लाख रुपियाँ हाट नपार्दै मम्मीले ओछ्यानबाट भ्युजाइहाल्नु भयो। त किन ढिलाएस्? किन ढिलाएस् के आज? पैसा भनेपछि मात्र खुसी हुँदो रहेछन् बुढा। के सपनाको कुरा गर्दै थिए, पुरा सपनामा डुबेर मर्न लागेको रहेछन् बुढा।